रमिताको पिरिति चाहिँ मैले खेलेको क्यारेक्टर रमिताको बारे हो। उसको एउटा ब्रेकअप भएपछि, ब्रेकअप पछिको जर्नी होइन, हामीले कस्तो हुन्छ भने पर्सनली हामीले हजुरले ब्रेकअप एक्सपिरियन्स गर्नुभएको छ भने हामीले धेरै कुराहरू चाहिँ सोध्छौँ होइन, क्वेसन गर्छौँ। आफूमा गल्ती हो कि अरूमा गल्ती हो कि, आफ्नो सेल्फ वर्थ, आफ्नो चोइसेस, आफ्नो डिसिजन्स, आफ्नो लाइफको बारे नै हामीले धेरैचोटि क्वेसनहरू गरिरहेको हुन्छौँ। त्यही रिजनले चाहिँ धेरै डाउटहरू पनि हुन्छ आफूमा। र रमिताको चाहिँ त्यही इमोसनल जर्नी चाहिँ हामीले देखाउन खोजेको हो। अनि एउटा ब्रेकअप पछि चाहिँ उसको इमोसनली यो कुराहरूले उसलाई कसरी अफेक्ट पार्छ र ऊ त्यसपछि चाहिँ कसरी ओभरकम गर्छ उसले यो कुराहरू भनेर चाहिँ छ कथा यसमा। हजुर, मैले चाहिँ हाम्रो डिरेक्टर सुदीप्ता दिदीले मलाई कन्ट्याक्ट गर्नुभएको थियो पहिला। अनि मैले एज एन एक्टर नै म चाहिँ पहिला मैले स्क्रिप्ट सुनेको हो। अनि सुरुमा चाहिँ एज एन एक्टर नै म प्रोजेक्टमा आएँ। अनि त्यसपछि हाम्रो इनिसियली चाहिँ म चाहिँ सुरुमै प्रोजेक्टमै आइसकेको थिएँ। अनि हाम्रो धेरै टिम थिएन त्यतिखेर, सागरजी हाम्रो प्रोड्युसर, डिरेक्टर, अनि म चाहिँ हामी कोर टिम थियो पहिला। अनि उहाँहरूले चाहिँ मलाई सुरुदेखि नै अब रमिताकै कथा भएर चाहिँ उहाँहरूले मलाई सुरुदेखि नै कस्तो इन्भल्भ गराउनु भयो कि। अनि एभ्री डे मिटिङ बस्यो, वर्कसप भयो। अनि हामी तिनजनाले चाहिँ यस्तो इन्भल्भ भएर सँगै काम गर्दाखेरि धेरै डिसिजन्सहरू पनि हामीले सँगै लिन थाल्यौँ। अनि पछि आई गेस हाम्रो डिरेक्टर र मेनली चाहिँ प्रोड्युसर हाम्रो सागरजीले चाहिँ मलाई त्यो ट्रस्ट दिनुभयो द्याट एक्जिक्युटिभ प्रोड्युसरको तिमीले गर्न सक्छौ भनेर एउटा मलाई रेस्पोन्सिबिलिटी दिनुभयो होइन, विच आई एम सो थ्याङ्कफुल फर। किन मैले एज अ फर्स्ट टाइम एक्जिक्युटिभ प्रोड्युसर भएर काम गर्न पाएँ, धेरै कुरा पनि सिकियो। अनि त्यसरी चाहिँ कुरा अगाडि बढ्यो। अफर भन्दाखेरि पनि थिएन इन्ट्रेस्ट, त्यो इन्ट्रेस्ट भन्दाखेरि पनि सोचेकै थिएन कि। एज एन एक्टर भन्दाखेरि पनि बिहाइन्ड द सिन्स एज अ प्रोड्युसर, डिरेक्टर। अब पछि गएर चाहिँ अभियसली मलाई आफै मुभिजहरू बनाउनु मन छ, आफै प्रड्युस गर्न मन छ। अहिले नै चाहिँ गर्छु भनेर सोचेको थिइनँ, तर यो मुभीमा चाहिँ एज अ एक्टर अनि एक्जिक्युटिभ प्रोड्युसर भएर काम गर्न पाएँ। अनि त्यो चाहिँ मैले मेरो डिरेक्टर र प्रोड्युसरलाई म एकदमै थ्याङ्कफुल छु, किन उहाँहरूले मलाई यो रोल दिनुभयो नि त। अहिले चाहिँ एकदमै धेरै प्रेसर पनि छ होइन, धेरै प्रेसर छ। किनभने सबै कुराहरू, धेरै कुराहरू आफ्नो हातमा छ जस्तो लाग्छ होइन। आफूले धेरै कुराहरू कन्ट्रोलमा राखेर त्यो कुराहरू एक्जिक्युट गर्न परिरहेको हुन्छ। र साथसाथै एउटा छुट्टै किसिमको के भन्ने क्रिएटिभ फ्रिडम पनि पाउँदो रहेछ कि। हजुरको एक्जिक्युटिभ प्रोड्युसर भएर ल यो गर्न मिल्छ, यो लिएर न त, हामीले यसरी सिनमा यस्तो कुरा राख्न मिल्छ, यो मान्छेहरूलाई हामीले सँगै काम गरेर यसरी निकाल्न मिल्छ काम भनेर त्यो क्रिएटिभ फ्रिडम चाहिँ हुँदो रहेछ कि। धेरै कुराहरू आफै लिएर आएर काम गर्न हामीले काम गरिरहेको थियो। सो त्यो कुरामा चाहिँ रमाइलो पनि थियो, धेरै रेस्पोन्सिबिलिटिज पनि छ, रमाइलो पनि छ। म चाहिँ के ढुक्क छु भने यो मुभीबाट स्पेसली आई फिल लाइक मेसेज चाहिँ सबैजना मेल फिमेल भन्दाखेरि पनि मोस्टली मैले यो मुभी यङ गर्ल्सहरूले हेरेर चाहिँ पहिला आफूलाई माया गर्न पर्दो रहेछ, पहिला आफूलाई टेक केयर गर्न पर्दो रहेछ, अनि मात्रै हजुरले अरूलाई माया दिन सक्नुहुन्छ होइन। त्यो माया, भ्यालिडेसन, यो सबै कुराहरू चाहिँ बाहिरबाट खोज्नुभन्दा आफूलाई दिनपर्छ भनेर चाहिँ एउटा रिमाइन्डर चाहिँ हाम्रो मुभीले दिन्छ जस्तो लाग्छ। अहिलेको जेनेरेसनमा सोसियल मिडिया भनौँ न, हामी सोसियल मिडिया हेरेर नि हुर्किरहेको छौँ। अनि धेरै कुराहरू चाहिँ मैले देखिरहेको पनि सोसियल मिडियाबाट देखाउनलाई मात्रै पोस्ट गरेर हुन्छ होइन। अरूले के भन्छ, अरूले देखोस्, अब मैले यस्तो लुगा लगाइरहेको छु, मैले यस्तो खाइरहेको छु भनेर सबै कुरा चाहिँ देखाउनको लागि हुन्छ। अनि त्यो अरूकोबाट त्यो भ्यालिडेसन पाउनको लागि हुन्छ कि। अनि सम वाट रमिता पनि त्यस्तै छ होइन। एउटा फेजमा ऊ पनि जहिले पनि अरूकोबाट त्यो भ्यालिडेसन खोजिरहेको हुन्छ। र त्यो एस्पेक्टमा चाहिँ धेरै कुराहरू रिलेट गर्न सक्छ जस्तो लाग्छ यो जेनेरेसनले। हामीले सङमा देखाउन खोजेको नै र्यामी र सिजन हो।
मैले खेलेको क्यारेक्टर र समीरले खेलेको क्यारेक्टर अनि हजुरले देख्नु भएको हामीले भिडियो हेर्दाखेरि एकदमै मोन्टाज भिडियो जस्तो छ तर रामी र सिजन को हो ठ्याक्कै हामीले त्यही पोर्ट्रे गरेको छ कि पर्सनालिटी वाइज चाहिँ अनि उनीहरूको आई गेस हामीले सिजन र रामीको एउटा एकदमै उनीहरू इन लभ भएको फेजमा चाहिँ हामीले त्यो गीतबाट पोर्ट्रे गर्न खोजेको छ दुईजनाको रिलेसनसिप र कनेक्सन अनि हामीले मेनली चाहिँ त्यही देखाउन खोजेको हो त्यो गीतबाट यो ब्रेकअप स्टोरी चाहिँ होइन ब्रेकअप स्टोरीबाट स्टार्ट चाहिँ हुन्छ अनि एउटा ब्रेकअप चाहिँ एउटा रिजन मात्रै हो रमिताले आफूले आफूलाई फेरि चुन्नु र चिन्नुलाई अनि यो कथा चाहिँ रमिताले आफूलाई हराएको हुन्छ धेरै कुराहरूमा र एउटा ब्रेकअपले चाहिँ एउटा रिजन दिन्छ उसले आफूलाई फेरि भेट्टाउनलाई धेरै रमाइलो कुरा छ यो त सुरुदेखि नै यति धेरै रमाइलो कुराहरू छ हामीले कति धेरै एउटा भन्दाखेरि पनि हामीले यो मुभीमा चाहिँ कति धेरै एक्टर्सहरूसँग काम गर्न पायौँ अनि हरेक एक्टरहरूसँग यति रमाइलो भयो काम अनि धेरै मेमोरिज छ सबैजनासँग तीनटा रिजन दिन्छु है हजुरलाई एउटा रिजन चाहिँ मैले कहिले पनि एउटा महिलाको कथा गरेको थिइनँ अनि सेकेन्ड चाहिँ यो कथा चाहिँ एउटा महिलाले लेख्नु भएको र डिरेक्ट गर्नु भएको हो अनि मैले नै फर्स्ट टाइम एउटा फिमेल डिरेक्टरसँग काम गर्न मौका पाएँ अनि थर्ड चाहिँ म एक्जिक्युटिभ प्रड्युसर भएर पनि काम गर्न पाएँ सो अभियसली यो त एकदमै नै नयाँ वर्ल्ड नै म छिरिरहेको जस्तो नै लागिरहेछ मलाई अहिले र रमाइलो पनि छ एक्जिक्युटिभ प्रड्युसरको रोल खेलेपछि गर्न सकिँदो रहेछ है गाह्रो हुन्छ तर गर्न सकिँदो रहेछ भनेर अझै म चाहिँ कस्तो एउटा अट्याचमेन्ट जस्तो पनि भएको कि फिल्म सम्बन्धी किन ओहो सकिँदो रहेछ त खासै त्यस्तो गाह्रो त रहेन रहेछ र एज नट ओन्ली एज एन एक्टर एज अ फिल्म मेकर पनि ल है के गर्छु भन्ने एउटा सोच चाहिँ आएको छ हजुर कहिले हुन्छ थाहा छैन तर अब जाने म चाहिँ अनेस्टली भन्नु पर्दाखेरि मैले बिचमा एकदमै लङ ग्याप लिएको थिएँ मैले नै आफै अनि म खासै इन्भल्भड पनि भएन फर 4-5 इयर्स होइन मेरो अस्ति भर्खरै एक्टर धेरै पछि रिलिज भयो मुभी अनि यस्तो हेर्दाखेरि प्रगति भइरहेको छ इन्डस्ट्रीको तर मलाई पर्सनली कमेन्ट गर्न पर्दाखेरि चाहिँ अझै नयाँ जनरको मुभिज अझै न्यू फिल्म मेकर्स अझै न्यू ट्यालेन्टहरू चाहिँ इन्डस्ट्रीमा आओस् जस्तो लाग्छ मलाई हाम्रो फिल्म इन्डस्ट्री प्रब्लम हो जस्तो लाग्दैन तर अझै न्यू क्रिएटिभ ट्यालेन्ट्सहरू चाहिँ आउनुपर्छ जस्तो लाग्छ सुरुवाती दिन भन्न साथ जेरीको मात्रै याद आउँछ त्यतिखेर त फिल्म आयो अनि स्क्रिप्ट सुने एकदमै गर्न मन लाग्यो अनि भित्रैबाट मलाई एउटा तिमीले गर्न सक्छौ गर अब त्यस्तै 14-15 भनेको त कस्तो यङ हुँदा त्यतिखेर त भोलि के गर्छु भनेर पनि सोचिँदैन तर एउटा छुट्टै एउटा फिलिङ आएको थियो त्यतिखेर एक्ट गर्छु मुभिजमा जान्छु भन्दा अनि त्यही हो दि आई थिङ्क एउटा भित्रको आफ्नै एउटा इन्ट्रेस्ट होला च्यालेन्जेसहरू त एभ्री डे फेस गरिरहेको नै हुन्छु अनेस्टली धेरै कुराहरूमा होइन तर त्यही कुराहरू नै मैले के सोच्छु भने कोही बेला कस्तो गाह्रो भइरहेको हुन्छ अनि के भइरहेको छ अनि धेरै कुराहरूसँग डिल पनि गरिरहनु परिरहेको हुन्छ तर मैले आफूलाई चाहिँ के भन्छु भने यही कुरा तिमीले सिकेर अझै स्ट्रङ्गर भएर चाहिँ तिमीलाई फ्युचरमा अझै यो कुराहरू तिमीले सिकेर अगाडि बढ्यो भने चाहिँ यो कुराहरू तिमीलाई अझै स्ट्रङ्गर बनाउँछौ भनेर सोच्छु अनि सकेसम्म चाहिँ च्यालेन्जेसहरूलाई ओभरकम गर्न ट्राई गर्छु एजुकेसन छ एक्सपिरियन्स छ नलेज छ गुड इन्टेन्सन छ देशको लागि भन्यो भने वाइ नट मलाई पर्सनली चाहिँ खासै धेरै इन्ट्रेस्ट भएको मान्छे होइन तर इट्स भेरी इम्पोर्टेन्ट टु नो अबाउट पोलिटिक्स स्पेसली आफ्नो देशमा के भइरहेछ कस्तो भइरहेछ भनेर चाहिँ एउटा न्युजहरू पढिरहने अपडेटहरू हेरिरहने त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई गरिरहेको पनि हुन्छु धेरै चाहिँ गर्दिनँ तर अहिले स्पेसली रिसेन्ट टाइम्समा चाहिँ मैले गरिरहेको हुन्छु यही फिल्मको बारे
रमिताको पिरती हाम्रो मुभी फेब 6 माघ 23 गतेदेखि रिलिज हुँदैछ। हाम्रो टिजर ड्रप भइसकेको छ युट्युबमा, हाम्रो मुभीको सङ्ग्सहरू पनि ड्रप भइसकेको छ अनि ट्रेलर चाहिँ इज कमिङ भेरी भेरी सुन। धेरै धेरै माया दिनुहोस्। अनि त्यही हो, हाम्रो मुभी इज रिलिजिङ सुन अनि हजुरहरूलाई थिएटर्समा भेट्नेछु। थ्याङ्क यू।